भेट्न पाइयोस् यो आशा र अभिलाषा तपाईहरु माझ राख्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्ते। सँगै तपाईहरुको रिजल्ट आउने क्रम छ, भर्खर एउटा मात्रै आएको छ। यति भन्दै अब भने यो कार्यक्रमको समापन गर्नु पूर्व आफ्ना केही भनाइहरू राखिदिनुको लागि यस कलेजका प्राचार्य आदरणीय व्यक्तित्व गोपाल प्रसाद आचार्यज्यूलाई म हार्दिक अनुरोध गर्दछु। Engineer Arjun sir, the ACC of New Horizon College, the coordinators, HODs, and the instructors, the teachers from Mayadevi Computer Institute, New Global Computer Institute, and famous institute of Rupandey and our classes. And dear students, I'm not going to take you more than 2 minutes time. I will be taking just 2 minutes only. I'll complete my speech within 2 minutes. Okay? You have come from very far, so I don't want to disturb you more. Everything is told by Engineer Arjun sir and Indra sir, so I don't need to take more time. Since last 25 years we have been running this institution in this locality. Our college 25 वर्षदेखि यही ठाउँमा चलिरहेको छ र न्यू होराइजन कलेजको जुन ब्रान्ड स्थापित भएको छ त्यो यही ठाउँमा हामीले काम गरिरहँदा क्रिएट भएको ब्रान्ड हो। You should know more than 500 engineers, those who got full scholarship and completed their bachelor's degree in engineering. We have produced more than 200 doctors we have produced in scholarship. हामीले बसेर हिसाब गरेको लगभग 200 जना भन्दा बढी त डक्टर्सहरु नै प्रोड्युस भएको रहेछ। 500 जना भन्दा बढी स्कलरशिप पाए इन्जिनियरहरु प्रोड्युस भएको छ। सीए र अरु विधाहरूमा बीबीए, बीएससी, भेटरनरी साइन्स लगायतका बीएसएलपी जस्ता विभिन्न विधाहरूमा साइन्सको, प्यारामेडिकलको अरु विभिन्न विधाहरूमा र विदेशमा जाने विद्यार्थीको संख्या पनि हामीले हिसाब गऱ्यौं भने थुप्रै हुन्छ। हामी 25 वर्षदेखि इन्ट्याक्ट रूपमा जो यो संस्थाको स्थापना गर्नलाई र यसलाई डेभलप गर्नलाई लागिरहेका थियौं, ती सबै मान्छेहरु अहिले पनि एउटै टिममा काम गरिरहेका छौं। द्याट्स द स्ट्रेन्थ अफ होराइजन कलेज। होराइजन कलेजको वास्तविक स्ट्रेन्थ भने त्यो हो। र टिचर्स आर डेडिकेटेड। हाम्रो टिचर्सहरु डेडिकेटेड हुनुहुन्छ र स्टुडेन्ट्स फ्रेन्डली र गार्जियन्स फ्रेन्डली हुनुहुन्छ। विद्यार्थीहरूले जेन्युइन इस्युजहरु ल्यायो भने हामी तुरुन्तै एक्सेप्ट गर्छौं र आवर डोर इज अलवेज ओपन टु द स्टुडेन्ट्स एन्ड गार्जियन्स। यो चाहिँ हाम्रो विशेषता हो। जहाँसम्म तपाईहरुको सीको रिजल्टको कुरा छ, मैले तपाईहरुलाई हार्दिक शुभकामना दिन्छु कि तपाईहरुको सीको रिजल्ट एकदमै राम्रो बनोस्। परासीबाट आउनु भएको छ, भैरवातीबाट आउनु भएको छ, त्यो हाम्रो विद्यार्थीको हिसाबले एकदम पोटेन्शियल एरियाहरु हुन् जहाँबाट राम्रो विद्यार्थी निस्किन्छ। भैरवा भन्नेबित्तिकै मैले सुशीला गेवाली भन्ने एउटा बहिनीलाई सम्झिन्छु जसले एमबीबीएस को इन्ट्रान्समा टप 1 नम्बरमा निकालेर आफ्नो एमबीबीएस को पढाइ सकिसकेर अहिले फेरि एमडी मा पनि पुलिस स्कलरशिप प्राप्त गरेर एमडी गरिरहेका छन्। एमडी को क्लास उनको सकिसकेको छ। सुशीला गेवाली भैरवाको जेसीसी स्कुलबाट आएको। सरस्वती भट्टराईलाई सम्झिन्छु मैले। स्पेशली भैरवाबाट आउने विद्यार्थीहरु थुप्रै छन्। मैले अगाडि टप र्याङ्कमा नाम निकालेको विद्यार्थी मात्रै सम्झा। परासीको विद्यार्थी भन्नेबित्तिकै परासी क्षेत्र भन्नेबित्तिकै रमेश अवस्थी, सुरेश अवस्थीहरुलाई सम्झिन्छु मैले। विजय जयसवालहरुलाई सम्झिन्छु जसले यहाँ टप र्याङ्कमा नाम निकाले, कलेज टपर विद्यार्थीहरु बने। कलेज पनि टपै र पछि गएर इन्जिनियरिङमा पनि टप र्याङ्कमा नाम निकाले, अगाडि आए र इन्जिनियरको रूपमा अहिले इस्टाब्लिश भइसकेका विद्यार्थीहरु छन्। कति विद्यार्थीहरु त भैरवाको हाम्रो लोकेन्द्र कुमार एमबीबीएस सकेर अहिले एमडी चाइनाबाट सकेर फर्किसक्नु भएको छ। थुप्रै विद्यार्थी डक्टर्सहरु, इन्जिनियर्सहरु हुनुहुन्छ र त्यहाँबाट आएको विद्यार्थी वास्तवमा पढ्न आउने विद्यार्थी हो भनेर बुझ्छौँ हामी, चाहे त्यो म्यानेजमेन्टको होस् चाहे साइन्सको होस्।
तपाईँले कमसेकम 1 घन्टा डिस्टेन्सबाट पार गरेर यहाँ आउने भने डेडिकेसन हो, त्यो आफैमा एउटा समर्पण हो। किनभने पढ्ने भनेको एउटा तपस्या जस्तै हो। पढ्ने भन्ने कुरा 11-12 क्लासको यो डिफ्रेन्ट एजुकेसन हो, स्कुल लेभलको भन्दा फरक हुन्छ। वाइ इट इज डिफ्रेन्ट? किनभने यो स्पेसलाइज एजुकेसन हो। तपाईँ मान्नुहोस् नमान्नुहोस्, गभर्मेन्टले भने पनि नभने पनि दिस इज स्पेसलाइज एजुकेसन। तपाईँले 11-12 म्यानेजमेन्ट पढ्नुभयो, म्यानेजमेन्टतर्फ जाने हो, यहाँ साइन्स चुज गर्नुभयो, साइन्सतर्फ जाने भन्ने हो। भविष्य कता लैजाने भन्ने निर्धारण गर्ने 10 क्लासले गर्दैन, 11-12ले गर्छ। तपाईँ कुन युनिभर्सिटीको कुन प्रोग्राममा जाने भन्ने कुरा द्याट विल बी डिसाइडेड आफ्टर +2 भन्ने। +2मा जुन स्ट्रिममा तपाईँ जानुहुन्छ त्यो एउटा सिङ्गल ट्र्याकमा तपाईँ जानुहुन्छ हो। त्यसो भएर तपाईँहरूलाई मैले विशेष अनुरोध के गर्छु भने तपाईँले विषय आफ्नो अनुसार छनौट गर्नु होला। तपाईँले पढ्न एउटा मन लाग्छ, प्यारेन्ट्सहरूको अथवा टिचर्सहरूको प्रेसरले विषय छनौट नगर्नु होला, नम्बर 1। तपाईँलाई नम्बर 2 अर्को मैले विशेष अनुरोध के गर्छु भने तपाईँले संस्था छान्ने बेलामा तपाईँ यहाँ आउनुहोस् कि नआउनुहोस् त्यो छुट्टै कुरा हो। तपाईँको मनलाई आउने हो नभए नआउने हो, यु आर फ्री टु चुज द इन्स्टिट्युसन। तपाईँ स्वतन्त्र हुनुहुन्छ, जुनसुकै संस्थामा जाँदा पनि स्वतन्त्र हुनुहुन्छ। अहिलेको 24 भनौँ न, यो 2024 को विद्यार्थी हो। हामीले 18th सेन्चुरीको स्टुडेन्ट्सहरू सम्झेर हुँदैन। 2024 को विद्यार्थी हो, सबै जबरजस्ती गरेर हुँदैन, कसैलाई पनि हुँदैन। तर तपाईँलाई आउन मन लागेको छ भने पनि नआउनु भएछ भने पनि तपाईँको भविष्य सुरक्षित बनोस्। र तपाईँले छानेको संस्थामा 1 नम्बरमा के हुनुपर्छ? टिचिङ फ्याकल्टी, डेडिकेटेड टिचिङ फ्याकल्टी हुनुपर्छ, नम्बर 1। नम्बर 2 त्यहाँको इन्फ्रास्ट्रक्चर राम्रो हुनुपर्छ। इन्फ्रास्ट्रक्चरमा 2टा कुरा आउँछ, फिजिकल इन्फ्रास्ट्रक्चर र एकाडेमिक इन्भाइरोमेन्टको कुरा, 2टा चिजहरू हुनुपर्छ। के हेर्नु होला? तेस्रो चिज त्यो संस्था कतिको ब्रान्डेड हो भन्ने कुरा हेर्नु होला। भनेको तपाईँले when you complete your education, +2 level education, then either you will go for the college study either in the country or outside. At that time, or when you go to join, means to involve in a job, there also your certificates will be valid. तपाईँले कहाँबाट प्राप्त गरेको सर्टिफिकेट हो भन्ने कुरा डेफिनेटली हेरिन्छ। तपाईँले यहाँबाट जाने बेलामा महात्मा गान्धी स्कलरसिप पाउने कुरा होस्, होइन? गोल्डन जुबली स्कलरसिप भन्ने इन्डियामा आउने स्कलरसिप होस्, त्यो बाहेक अरू स्कलरसिप्सहरू होस्। कुन विद्यालयबाट पास गरेको विद्यार्थी हो भन्ने कुरा त्यो सर्टिफिकेट्सले माइन्ड राख्छ, भ्यालु राख्छ। द्याट्स फर द ब्रान्डिङ अफ द इन्स्टिट्युसन। कुनै पनि इन्स्टिट्युसन कतिको ब्रान्डेड हो भन्ने कुरा तपाईँहरूले हेरेर जानु होला। मैले अनुरोध यति मात्रै गरेँ, 3टा चिज हेर्नु होला। जहाँसम्म यो संस्थाको कुरा छ, हामीले थुप्रै महिला अघि भने 500 भन्दा बढी इन्जिनियर्सको हामीले प्रोडक्सन गरेका छ, 200 भन्दा बढी टुरिस्ट प्रोडक्सन गरेका छ। एभ्री इयर वी आर प्रोड्युसिङ द स्टुडेन्ट्स। प्रत्येक वर्ष हामी 90% भन्दा बढी हामी त्यहाँ पढेको विद्यार्थी पास हुनुभएको छ। सिए थुप्रै हुनुहुन्छ। ड्राइभरमा 6वटा पेइङ गर्नुहुन्छ। द सिइओ चाहिँ बिएम मिन्स ब्रान्च म्यानेजर अफ एभ्री ब्याङ्क इज आवर स्टुडेन्ट। ड्राइभरमा भएको 6वटा पेइङ म्यानेजर हाम्रै विद्यार्थी हो। हामी कहाँ तालिम गराउनको लागि जस्तै CSS, Java, सरले भनौँ अनि ट्रेनिङ गराउने 1 हप्ताको ट्रेनिङ गराए हामीले। द स्टुडेन्ट्स द्याट टेक दे आर आवर स्टुडेन्ट्स। हामी कहाँ पढेको विद्यार्थी इन्जिनियरिङ सकेर आयो, उहाँहरूले संस्थाहरू चलाइरहनु भएको छ, त्यो संस्थाबाट ट्रेनिङ दिन आउनुहुन्छ। चाहे यहाँ होस् चाहे काठमाडौँमा पनि हामी कोर्डिनेसन गर्छौँ। पोर्टल पाइथनको गऱ्यौँ, हाम्रै विद्यार्थीलाई ल्याएर गरेका थियौँ। हामी रोबोटिक्स गर्छौँ, हाम्रै स्टुडेन्ट्सहरू आएर गराउनुहुन्छ। त्यसो भएर दिस इज द इन्स्टिट्युसन नट टु बी टेस्टेड, इट हेज बिन अलरेडी टेस्टेड। यो दावाका साथ हामी भन्न सक्छौँ। र अर्को कुरा, हामीले जति एमफिल र पिएचडीहरू प्रोडक्सन गरेका छन् स्कलरसिप्सहरू दिएर, हाम्रो टिचिङ फ्याकल्टी द मोस्ट कम्पिटेन्ट टिचिङ फ्याकल्टी हो भन्छौँ। किनभने यहाँ एक्सपिरियन्स टिचरहरूको ब्याकअपमा फ्रन्ट लाइनर्सहरू, अहिले नयाँ एक्सपिरियन्स लिएको नयाँ टिचर्सहरूको ग्रुप छ। त्यस कारणले गर्दा 2टै चिज तपाईँले पाउन सक्नुहुन्छ। यो चाहिँ दावाका साथ भन्न सक्छौँ। बाँकी कुरा तपाईँहरूले आफ्नो इन्स्टिट्युसन रोज्ने कुरा आफ्नो कुरा हो, यु आर फ्री टु चुज, है। अरू कुनै कुराले तपाईँलाई प्रभाव पार्नु हुँदैन। तपाईँहरूको एजुकेसनको जर्नी जुन छ त्यो सक्सेसफुल बनोस्, मेरो तर्फबाट हार्दिक शुभकामना छ। र यो होराइजन कलेज, होराइजन जीबीएससी स्कुलको तर्फबाट पनि तपाईँहरूलाई हार्दिक शुभकामना छ। सीको रिजल्ट राम्रो बनोस्, यति भन्दै मैले मेरो कुरालाई सुनाउँछु। थ्याङ्क यू भेरी मच। अब हामी गरायौँ, अब हामी रिजल्ट हाम्रो हातमा आइसकेको छ। यो चेक गर्नु पनि साह्रै समय लागेको छ, त्यही भएर हामीले समय लिइरहेको है। अब म भने म फर्स्ट सेकेन्ड थर्ड विद्यार्थी हुने आजको कम्पिटिसन्समा, यहाँदेखि यहाँ आएर इक्जाम दिँदा फर्स्ट सेकेन्ड थर्ड हुने विद्यार्थी भाइ बहिनीहरूको म यहाँनिर नाम लिन चाहन्छु। र हामीले फर्स्ट सेकेन्ड थर्ड बनाइरहेका छौँ। तपाईँहरूलाई म यहाँ सबैले नाम लिन चाहन्छु। र
टिका लगाएर ड्राइभिङ प्रदान मायाको चिनो प्रदान गरिदिनु हुन आदरणीय प्राचार्य सरलाई म अनुरोध गर्न चाहन्छु र सँगसँगै ड्यासमा आएर कोर्डिनेसन गरिदिनु हुन सँगसँगै आएर कोर्डिनेसन गरिदिनु हुनको लागि आदरणीय सर प्रकाश घिमिरे सरलाई पनि म ड्यासमा आमन्त्रण गर्न चाहन्छु र अब म नाम लिन चाहन्छु फर्स्ट हुने आज हामी तीनटा इन्स्टिट्युटबाट यहाँ उपस्थित छौँ। म पहिला मायादेवी कम्प्युटर इन्स्टिट्युटबाट तेस्रो हुने विद्यार्थी भाइको नाम लिन चाहन्छु सन्तोष गुप्ता। सन्तोष गुप्ता जसले 18 अङ्क ल्याएका छन् 30 मा र द्वितीय स्थान हासिल गर्ने बहिनी छन् रेणुका खत्री मायादेवी कम्प्युटर इन्स्टिट्युटकै हुन्। फर्स्ट हुने विद्यार्थी बहिनी नै छन् अर्चना यादव जसले 20 नम्बर ल्याएर फर्स्ट भएकी छन्। 20 नम्बर ल्याएर फर्स्ट भएकी छन्। अन्य विद्यार्थी भाइ बहिनीहरूलाई तपाईहरु सबैजना 1-2 नम्बरले तल माथि हुनुहुन्छ। तपाईहरु सबै अब्बल हुनुहुन्छ विद्यार्थी भाइ बहिनी। तपाईले सानो बन्द गर्नु होला र यो तपाईले ल्याएको नम्बर मैले सरलाई प्रदान गर्ने छु र फेमस इन्स्टिट्युटबाट पाल्नु हुने विद्यार्थी भाइ बहिनीहरुबाट पनि हामीले फर्स्ट सेकेन्ड थर्ड छुट्याएका छन् र थर्ड विद्यार्थी छन् मिथुन साहनी। सेकेन्ड हुने विद्यार्थी भाइ छन् बलिराम गुप्ता। जसको 19 अङ्क छ र सँगसँगै फर्स्ट हुने विद्यार्थी बहिनी नै छिन् अनिता कुमारी यादव फेमस प्रवासीबाट छिन्। अरू सबै विद्यार्थीको मैले यो अङ्क तपाईँहरूको सरलाई म प्रदान गर्नेछु र अब भने म न्यू ग्लोबलको विद्यार्थी भाइ बहिनीहरू न्यू ग्लोबलबाट थर्ड हुने विद्यार्थी भाइ छन् आशिष कोहर जसले 18 अङ्क ल्याएका छन् र सेकेन्ड हुने विद्यार्थी छन् शोभा कुमारी हरिजन जसले 20 अङ्क ल्याएर सेकेन्ड भएकी छन् र फर्स्ट हुने विद्यार्थी छन् नवीन गुप्ता जसले 21 ल्याएर फर्स्ट भएका छन्। र सँगसँगै म धेरै समय नलिकन इन्स्टिट्युटमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई हामी माझ पुर्याउन सहयोग गर्नुहुने संस्थालाई हामीले सम्मान गर्न खोजिरहेका छौँ। आशिष कोहर ग्लोबलको आशिष कोहर, शोभा कुमारी हरिजन, फर्स्ट हुने नवीन गुप्ता सँगसँगै मायादेवी कम्प्युटर इन्स्टिट्युटका एमडी आदरणीय व्यक्तित्व सतीश सरलाई पनि ड्यासमा आमन्त्रण गर्न चाहन्छु र मायाको चिनो प्रदान गरिदिनुमा आदरणीय प्राचार्यज्यूलाई म हार्दिक अनुरोध गर्दछु। मायादेवीका सम्पूर्ण शिक्षकहरू आइदिनु होला, ड्यासमा आइदिनु होला। मायादेवीका सम्पूर्ण शिक्षकहरूलाई ड्यासमा आइ यो सम्मान ग्रहण गरिदिनुमा हार्दिक